हेलो एभ्रिवान, सबैजना नमस्ते, वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा चाहिँ हामी घरबाट दसैँ पछिको पूर्णिमा मेला बादीकोट गडीकाकोट जाँदैछौँ हैन। आज हामी यसमा चाहिँ सवार छौँ, म अनि यता मेरो भाइ विक्रम, दुई भाइ अनि दुई भाइ अर्को बाइकमा पनि छ है। के छ सबैजना सन्चै आरामै हुन्छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोस्। आज चाहिँ बबाल आउँछ भिडियोमा। गडीकाकोट फर्स्ट टाइम जाँदैछौँ हामी हैन। त्यो भएर चाहिँ मेला भव्य हुन्छ, एउटा नेपाली डिफ्रेन्ट टाइप ट्रेडिसन हैन। पूर्णिमा मेलाको आजको गडीकाकोटको भिडियोलाई हेर्नको लागि अन्तिमसम्म हेर्नु होला। बाटोको अवस्था पनि अलि नाजुक छ, हामी बिस्तारै झर्छौँ है त। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिन होला। ओके, साथीहरु, हाम्रो यात्रा गडीकोटसम्मको यात्रा सुरु भयो। साथीहरु, यतिखेर हामी ठ्याक्कै गाउँदेखि केही मिटर अगाडि हैन, ठ्याक्कै यहाँबाट माथि गयो अनि ध्यानला जान्छ। हामी चाहिँ तल अब हामी गडीकाकोट प्रस्थान गऱ्यौँ है त। घरबाट अलि टाढा आयो। जस मौसम अलि आज वेदर चाहिँ पानी पर्ला जस्तो गरेको छ। बिहानैबाट भगवान् पानी नपरोस्, जय गऱ्यौँ पानी नपरोस्। आज यात्रा चाहिँ हाम्रो सुगर होस्। बाटो अप्ठ्यारो चाहिँ हामी बिस्तारै झर्दै गर्छौँ है त साथीहरू। यो अन्तिमसम्म हेर्नु, बाटोको अवस्था चाहिँ देखाउँछु। गाउँको अफरोडको बाटो अलिकति डेन्जरै हुन्छ है। ल साथीहरू, हामी जानुपर्ने चाहिँ त्यहाँनिर यो चाहिँ हाम्रो ढिम्रो गाउँपालिकाबाट नम्बर 8 टिमुचौरको ढुङ्गे बगैँचा हो साथीहरू। यहाँनिर नयाँ हुँदा राम्रो थियो होइन। यो ढुङ्गे बगैँचा हो, एकदमै राम्रो थियो। यो पनि एउटा लोकल टुरिज्म एरिया हो, यो देख्नु चाहिँ यो पारीको डाँडो हो। हामी जान पर्ने चाहिँ बेला हामी बढेको मानिले सुन्दर छ। स्कुल हो होइन, हामीले बचपनदेखि पढे। भाउजू नमस्ते। नमस्ते भाउजू। नमस्ते। बादीकोटसम्म कता टिमुर जाने कता लिबाङ जाने थाहा हुँदैन होइन। यो अन्तिमसम्म हेर्नलाई जानकारीमूलक भिडियो पनि छ, भ्लग पनि छ होइन। त्यो भएर योबाट सिधै गयो भने चाहिँ हाम्रो गाउँमुखी गाउँपालिका छ, लिबाङ गइन्छ भनेपछि यहाँबाट तपाईँ यसरी यो टर्निङ लिएर बायाँतर्फ गएर यो सल्लै घारीबाट माथितर्फ लाग्नुभयो भनेपछि हाम्रो सुन्दर नगरी बस्ती टिमुरचौर, त्यसै गरी इग्नाथान सुन्दर होइन, सुन्दर ठाउँ, अनि दियानला चौर चाहिँ पुगिन्छ है त। हेलो साथीहरू, यति बेला हामी फाइनल्ली ओखरकोट आइसकेका छौँ। हामी ओखरकोट आउँदा चाहिँ हाम्रो बाटोमा पहिलो भेट मेरो आदरणीय दाई ढाडा, हामी पुङ्के दाईलाई भेट गरेको छौँ होइन। अब हामी आज धेरैजना साथीसँग भेट हुन्छ। यता हाम्रो चाहिँ नयाँ साथी हुनुहुन्छ, इन्ट्रोडक्सन गरिदिनु थोरै। विपिन केसी को च्यानलको नाम के छ भनिदिइहाल्नुहोस् त। विपिन खत्री छेत्री। उहाँलाई गएर पनि युट्युबमा गएर सब्सक्राइब गरिहाल्नुहोस् है त साथीहरू। ओके, अब आज विशेष भिडियो आउँदैछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। हामी ओखरकोटबाट थोरै यहाँनिर चाहिँ घुमेर फेरि अब हामी मेलातर्फ जाँदैछौँ। मेरो पछाडिको दृश्यमा रहेको ओखरकोट दरबारमा निस्किने गेट हो। यति बेला ठ्याक्कै म ओखरकोट यो निस्किने गेटनिर छु साथीहरू। यहाँबाट आज हामी माथि ओखरकोट डाँडोमा, यो डाँडोमा चाहिँ जाँदैनौँ है त। हामीसँग टाइम अलि सर्ट छ, त्यो भएर चाहिँ मेलामा छिटो पुग्नुपर्ने छ। फेरि साँझ घर पनि छिटो फर्किनुपर्ने छ। यस ठाउँको चाहिँ कुनै बेला मौका चान्स मिल्यो भनेपछि यस ठाउँको बारेमा पनि छुट्टै एउटा भिडियो तपाईँहरूमा प्रस्तुत गर्नेछु साथीहरू। यति बेला ठ्याक्क हामी यो पछाडि रहेको मनमोहक दृश्य देखिने ठाउँ होइन, हामी ओखरकोटमा छौँ। यो यस्तो देख्न सक्नुहुन्छ, यस्तो डेन्जर छ होइन। यस्तो ठाउँमा यो मेरो पछाडि रहेको यो ओखरकोट गाउँ, हामी मेलामा जाँदैछौँ। यति बेला हामी फाइनली गडीकाकोट आइसकेका छौँ है त। कार्यक्रम मानिसहरूको भिड हामी जाँदैछौँ, उक्लिँदैछौँ।
यहाँहरू देख्न सक्नुहुन्छ मानिसहरू एकदमै भिडभाड छ है। ऐतिहासिक धार्मिक स्थल गढीका कोट र अलमदेवी मन्दिर झिमरुक 2 बाँदीकोट प्युठान कोजागत पुरीमा मेलामा पाल्नु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ। स्वागतम मेला व्यवस्थापन समिति। हामी सिँढीबाट माथि निस्किँदैछौँ। फाइनल यति बेला हामी गढीका कोट आइसकेका छौँ। दृश्यमा देख्न सक्नुहुन्छ मानिसहरू भिडभाड। मानिसहरूको भिडभाड निकै छ। मन्दिर हो मन्दिर हो है। मन्दिर चाहिँ यहाँको मेन टपमा रहेको मुख्य मन्दिर हो है साथीहरू। यहाँ देख्न सक्नुहुनेछ मन्दिर हो गढीका कोटा मन्दिर। साथीहरू यहाँ परिवार समात्नको लागि त्यो भएर त्यसरी आफ्नो ज्यानको बाजी राखेर त्यसरी त्यहाँ माथि चढिरहेका छन्। एकचोटमा हानेको छिन्दैन तान्यो हो छिन्दैन के अन्तिम पाडो एक्सप्रेसको अन्तिम पाडो सुनेल परिवारको झिमरुक गाउँपालिका 3 आल खोलाको पाडो छ। यसलाई पनि भित्र ल्याइदिनको लागि अनुरोध गर्न चाहन्छु। यसपछि विधिवत रूपमा पाडाको पञ्चल समाप्त यति बेला चाहिँ हाम्रो यो भाइ चाहिँ सँग हामी चाहिँ भेट भइसकेका छौँ है। फाइनल्ली चाहिँ यो मेलामा यो हामीलाई क्यामेरा बोकेर आइरहेछ फोटो सेसनको लागि। गढीकोट आलमदेवी मन्दिरको यो पूर्णिमाको दशैँको मेलामा हामी दाइहरू भेट भइयो होइन। एउटा खुसी लाग्यो मेलाले भेट्ने अवसर पनि दिइरह्यो।
हाम्रो भाइहरूको फोटो सेसन हुँदैछ। यता चाहिँ हाम्रो क्यामेराम्यानले फोटो खिच्दैछ होइन। जान अनि अनुहार हेर अनुहार यहाँ देखिसकेँ मैले। ए के छ ठिक छ। यहाँ हाम्रो साथी भेटेको छ यहाँ क्याम्प मलाई पछाडिबाट आएर होइन कम्ल्याङ्ग लाएर गर्छन् हाम्रो केशव दोष भेटेको छन्। आएको यहाँ थाहै छैन कोही नि साथीहरू हाम्रो यहाँ साथी भेटघाट छ गढीका कोटा मेलामा चाहिँ हाम्रो झिम्रो गाउँपालिका उपाध्यक्ष प्रमोद दाईसँग भेट भएको छौँ। यो निकै रमाइलो छ, मेला रमाइलो भएको छ। त्यो हामी साथीभाइ इष्टमित्र आफन्त सबैसँग भेटघाट गर्छौँ। थोरो दुई शब्दमा भन्नुपर्दा के भनिदिन्छ? खासमा यो तपाईँको चाहिँ बडा दसैँ पछाडिको पूर्णिमा मेलामा गढीको चाहिँ देवीको चाहिँ मेला लाग्ने गर्छ र यो मेलाका कारणले आज हामी हजारौँ मान्छे भेट हुन पायौँ। यो असाध्यै खुसीको क्षण हो। एकले अर्कोलाई खुसी साट्ने र चाहिँ लामो समयदेखि भेटघाट नभएका साथीभाइहरूसित भेटघाट हुने आफन्तजन शुभचिन्तक सबैसँग भेट हुन पाउँदाखेरि असाध्यै खुसी छु र त्यही सिलसिलामा तपाईँहरूसित भेट हुँदाखेरि पनि झनै खुसी छु। धन्यवाद। थ्याङ्क यू। हामी अझै निरन्तर साथीभाइसँग भेटघाट हुँदैछ, मेलाको भिडियो पनि गराउँदैछौँ है त। अगुवाई गर्छन् झन् ल यो भाइलाई दिन्छ।
होसियारीहरू जानु जानु सब लगेर सेलाएर छिटो आउनु हामी त गर्ने के छ अब कस्तो बेला छ अहिले मेला चाहिँ यो चाहिँ गडीकोटो मेलामा होइन साथीहरू भेटिँदाखेरि के यार मन लजाइ क्या तिमी यार यो भिडियो सराई खेल्ने पसिना आइसक्यो फाइनली होइन अब मान्छेहरू सबै भागिसकेका छन् स्टेसन अघि यहाँ निकै मान्छेको भरि भराउ थियो साथीहरू देख्नु हाम्रो स्टेजमा चाहिँ अघि भरि भराउ थियो मान्छे अहिले पुरै खाली भइसकेको छ अब हामी पनि एकछिन केही समयपछि अब हामी एकछिन चाहिँ फोटो सेसन गर्छौँ होइन गन्तव्य सहित हामी चाहिँ यो मेलाबाट चाहिँ रिटर्न हुनेछौँ है त को भेटिनु भएन यस पटक नभेटेको साथीभाइहरू अर्को पटक पक्कै पनि हामी भेट्नेछौँ है त यहाँ आइसक्रिमको पसल छ है हामी देख्न सक्छौँ आइसक्रिमको पसल चिसो खाउँ ज्यान फुर्तिलो बनाऊ सोलो मोसन भएको थियो अहिले फेरि सोराई फास्ट नाच्ने क्रममा भइरहेको छ साथीहरू मलाई चाहिँ यसमा नाच्न मन थियो अघि पाइएन अहिले मान्छे यो दर्शकहरू गइसकेपछि चाहिँ बल्ल यो फास्ट यसमा चाहिँ बवाल नाचिन्थ्यो होइन सोराई रमाइलो पनि हुन्छ तर अहिले त्यो थोरै मान्छे हुनुपर्छ यसमा चाहिँ बुढा मेला पितर भएको छ यहाँनिर डेटिङ जाने डेटिङ गइसकेका छन् घर जाने गइसकेका छन् अब हामी चाहिँ अझै एकछिन यतै डुल्छौँ होइन अघि यहाँ दर्शकहरूको एकदमै भिडभाड थियो अहिले स्थान खाली भइसकेको छ र मेलाको अन्तिममा छौँ हामी यहाँ परेवा समात्ने भाइहरूको दौडा भइरहेछ यो टिनमा परेवा छ ल हेर्नुहोस् समात्ने प्रयास जारी नै छ त्यो भाइको र टोपेन्द्र बहादुर पनि बल्ल मेलाको अन्तिम पॉइन्टमा अहिले डेटिङ गएर आएर बल्ल भेटिरहेको छन् अब हेर्नुहोस् हाम्रो बल्ल देखिरहेछन् हाम्रो टोपेन्द्र भाइ हामी जाने बेलामा फाइनली मेला पनि सकेको छ होइन अब हामी चाहिँ जाने तर्खरमा छौँ ल आजको समरीमा यो मेला चाहिँ कस्तो लाग्यो ल तिमीलाई कतिको चित्त बुझ्यो ल केही 2-4 शब्द केही भन्नु छ भने भनिहाल त एकदम राम्रो लाग्यो बाल भयो तर चाँडै सकियो सिधै सकियो अब घर पनि लाग्यो त्यही हो
जस मेला चाहिँ ठिक ठिक हो जस दर्शकहरूको साथीको मेला सक्यो भने त भिडभाड यता रहेछ यार यो खाजा नास्ताको भिडभाड रहेछ एङ्गलै बाङ्गो जनता निकै छन् खाजा नास्ता सबै भ्याइदिए जस्तो छ अब खाजा नास्ता पाइएन भनेपछि एकैपटक घर गएर खाइदिउँला है त हामी बाइकको राखेको ठाउँमा सकिसक्यो हामी कार्यक्रम स्थललाई छोडेर तल्लोतर्फ आइरहेका छौँ अब हामी हाम्रो घर प्रस्थान गर्नको लागि र यता पनि हुनुहुन्छ थुप्रैजना हुनुहुन्छ हामी धेरै साथीभाइसँग भेटघाट भयो होइन अब यहाँ खाजा खाने ठाउँमा आइसकेका छौँ हामी लोकल प्रोडक्टहरू यो भाइ हाडे ओखरो कि तातो ओखरो हाडे हो हाडे त गाउँभरि छन् यो खाजा खाने स्टेसन हो साथीहरू काम चाहिँ भरि भराउ छ कता गयो हौ फाइनली हामी मेलाबाट फर्किने क्रममा हाम्रो प्रिय दाजु ढाडामा बस्ने मेरो ओक्सोवाला दाजु राजु दाईसँग पनि भेटघाट भयो है त फ्रीको बेलौती सकियो जस्तो छ है कसको बेलौती हो यो अम्बा कसको हो यो यो तपाईँ ल्याउनु भयो यहाँनिर त अम्बा यहाँनिर अम्बा ल अम्बा आयो अम्बा अम्बा आयो ल मैले पनि खाएँ त टेस्टी चाहिँ रहेन चाहिँ ग्राहकहरूको माग बढिरहेको छ बेलौती खाने ल ल ल एउटा बोनस देल एउटा बहिनीलाई बोनस देल ल साथीहरू हामी घरबाट हिँड्दा होइन कस्तो पानी पर्न लाग्थ्यो कि यहाँ आउँदा चाहिँ हामी अझ पानी चुइनै आँटेको थियो तर मौसम अहिले यस्तो वेदर दामी छ होइन यो बादल फारेर होइन यहाँहरू देख्न सक्नुहुन्छ यस्तो दामी मौसम गरेको छ ल हेर्नुहोस् एकदम मौसम क्लियर निट एन्ड क्लिन छ है बेलौती किन्न आए जस्तो छ बेलौती किन्न साथीहरू अघि नै भेटघाट गरेर जान्छु भनेर यहाँ आएर तरुनीसित जेठी जानको लागि दिइरहेको छ ल हेर यहाँ यस्तो पनि हुन्छ जोगिङ हो यहाँ हामी लाग्यौँ ल बाइकको तल छ यार कहिले फर्किने हो तिहारमा आउने हो कि नै फेरि ल सी यु नेक्स्ट टाइम यार हामी मेला पनि समाप्त गऱ्यौँ अब हामी फर्किन गइरहेको साथीहरू यस मेलामा रमाइलो भयो साथीहरूसँग भेटघाट पनि भयो होइन अब भेटघाट नभएको साथीहरूसँग अर्को दसैँ पछिको पूर्णिमा मेलामा हामी पुनः गोडीका गोटो भेटाउनेछौँ होइन यहाँहरूलाई यो मेरो भ्लग कस्तो लाग्यो कृपया कमेन्ट गर्दै गर्नुहोस् है त यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई गर्नु भएको छैन भने कृपया प्लिज सब्सक्राइब गरेर चाहिँ नबिर्सनु होला हामी चाहिँ अब बेलासम्म पनि बस्दा हाम्रो घर लाग्दैछौँ है त